भाइ आराम छौ? हजुर सर। आरामै छु। खायौ नास्ता? हल्का अगाडि खाया। कहिले आफैले हजुरले बनाइ आउनु भयो? बनाया क्या तू आपत साला। आज डेडी आउने हुने कार्यक्रम हुन्न आथेर बोलाउन पे हजुर आइया मम्मी बाहिर भयो हुनुभयो? भयो नल आया नभए कहाँ आउँदै थियो रे के बनाइ बर खुवाया अब मम्मीलाई? रोटी अनि फिक्का चिया अंडा बनाया ऑमलेट। ए उठे दूध थिएन बा ए दूध त खान पाएन यार बाहिर दूध खानलाई नि त 4 दिनसम्म जुन खाया भने 5औं दिनमा पी खाया भने छ। दूध पर बोले खाया दूध वाला चाय। ए दूध वाला चिया क्या खाया? दूध खानु हो त चिया त जुन खाया भन्नुपर्ने मान्नु हजुर। दूधै खानु हो बरु। मलाई मम्मीले चिया फिक्का बनाइदियो भने अब मम्मी दूध वाला चिनीले चिया हाले होला। रोटी खा। चिनीले हाले होला। चिया फिक्का चिया बनायो के भयो त? फिक्का चिया बनाया हजुर। चिनीले हाले होला। गुडसँग त नखाया होला। चिनी हाल्या हो चिनी नहाल्या होला बहुत हाले। चिनी खानु होइन भने अरे जेको मान्नु। आज खाइया त अब कहिले त खाइदिए भयो त। भोलि त आइज न डेडी। ए म आज साँझ तसो जानुपर्छ होस्टेल। आज साँझ त जुन गया अरे अब भोल एमठा हिट भएर पुगेको दिनभरि बिहान नास्ता त बनाएर गया क्या कि बिहान त मम्मी भोगेर नि हुन् त। भल आउने हुन्थ्यो आज साँझ बस्यो अरे भल त्यो बिहान नास्ता बनाएर गया हुन्न। बरु यसो अरे भोलि बिहान नास्ता सास्ता बनाएर मम्मीलाई खुवाइएर पुगि गया दिनभरि खाना बनाउन आइज डेडी पुग्छन् न। हुन्छ हुन्छ पानी पड्डा छ त? नै यहाँ त मस्त घाम लागिरहेछ। अरे अहिले पानी पड्डा थिएन अहिले आज पानी आइगयो। पानी पड्डा छ? पिपल उडाले पानी यही कति पड्डा छ पिपल उडाले पड्डा छ रोकिया छ परबाट पानी पड्डा पुरा। अब हजुरको एक्जामको रुटिन आइयो कि के 10 क्लास हो? 19 गते एउटा हो त रुटिन पनि आयो हो। 19? ए अब त पुइ कमै छ पुइ निकै पड्नु पर्यो। अब घर आया छन्। अब आउने न मलाई का चुनावमा आज घरै आउनु पर्यो एक हप्ता पुरा घर। भने आज छुट्टी हुन्छ एक हप्ता सब सर्टिन आफ्नो घर जान्न केही छैन किताब सिताब लिएर अब सेट प्र्याक्टिस अरे सेट सब सके हो कि? सेट सकेको छु कति वर्षमा म्याथो सकेको छु अनि साइन्सो सकेको छु के सकेको छु के छ। सेट त्यो सब प्र्याक्टिस अरे भने चाहिँ मजाले पास भयो हुन्छ। अब उहिले हजुर अब फर्स्ट हुने विद्यार्थीले मम्मीसँग बोल मम्मीसँग